बुटोल क्रस गरेर लुम्बिनीतिर लागिसक्यौँ। तिलोत्तमा नगरपालिकामा छौँ चाहिँ हामी अहिले। बाटो एकदमै राम्रो छ होइन। अनि जसरी सोचेर एउटा लक्ष्य लिएर हिँडेपछि गन्तव्यमा पुगिन्छ। तैँले आँट मैले पुर्याउँछु भनेर भगवान्ले भन्छन् भन्ने जुन कुराहरू छ नि त्यो चाहिँ साँच्चीकै नै हुँदो रहेछ भन्ने चाहिँ मैले फिल गरेँ। ल दाइ म गएको ल, लगाउनुहोस् मलाई यहाँसम्म लिएर आइदिनु भयो, धेरै धेरै धन्यवाद। म यो पालि त्यस्तै परेर हो, अर्कोचोटि फुल भाडा तिरेर तपाईँकै गाडीमा आइयोस् है। ल ल ल ल हस् है, ल नमस्कार। ल यहाँसम्म लिएर आइदिनु भयो है। ल हस् है, ल ल फाइनल्ली लुम्बिनी गेटनिर झरियो है यो गाडीमा आएको म फाइनल्ली। अनि झरियो यहाँ बुटोलमा अब ड्याङ्गा। भेरी एक्साइटेड है। यो मेरो फर्स्ट ट्राई गरिरहेको मैले। अनि अब यसपछि फेरि म अलिकति योभन्दा अलि लङ धेरैजना मान्छेसँग लिफ्ट माग्ने जुन ठाउँहरू छ त्यो ठाउँलाई मैले टार्गेट गर्दैछु होइन। अहिलेको लागि चाहिँ मैले जे होस् मैले गर्न खोजेको काम चाहिँ मैले सक्दो रहेछु भनेर आफैलाई एउटा आत्मविश्वास चाहिँ भयो। त्यति भएपछि पुग्यो। हस् ल फेरि हिँड्दा हिँड्दा ठ्याक्क खेला पऱ्यो होइन। पुगिसक्यो अगाडिबाट 3 जना बसालेर हिँडाइदिने दाइ कडा यार। जानु ल धन्यवाद। ल दाइको शुभ नाम भनेर जान्दा ल। मेरो नाम सुरज परिया। यो बुटोल रूपन्देही एरियामा अहिले चलेको भनेको यो इलेक्ट्रिक दाइलाई के भन्छ यसलाई के भन्छ रिक्सा के अरे। म अगाडिसम्म जानु छ लैदिनु हुन्छ अगाडिसम्म कहाँ? त्यो जिल्लाको पुलिस चौकी छ नि खै कहाँ मलाई ठिकै थाहा छैन। पैसा छैन फेरि मसँग। म अहिले कस्तो भने बिना पैसाको यो लुम्बिनी सबै भ्रमण गरेर आउँछु भनेर 1 रुपियाँ नबोकेर हिँडिरहेको। क्यामेरा छ पैसा छैन ल्याइदिनुहुन्छ भने बस्छु नत्र ठिकै छ। ल हस् थ्याङ्क यू। यस्तो मान्छेहरू मैले जहाँ पाएँ त्यही भेटिरहेको छु कि यार, कति खुसी लाग्छ यार। अनि हामी चाहिँ ठ्याक्क अहिले यहाँ चढिसक्यौँ। रिक्सामा दाइलाई पैसा छैन भनेको ल्याइदिन्छु भन्नुभयो। ठिक छ भेरी गुड है। ल हस् दाइ। ल ल धन्यवाद। मेरो नाम चाहिँ युवराज घिमिरे है। ल हस् थ्याङ्क यू दाइ। अनि म अब फाइनली साइकलमा पनि बस्थेँ होइन। यहाँ भैरव आइसकेपछि गाडीमा आइयो। गाडीमा आइसकेपछि रिक्सामा चढ्यो। रिक्साबाट अहिले यहाँ अलिकल्तीसम्म पुऱ्याइदिन्छ दाजु भनेर ठ्याक्कै साइकल आँट्यौँ यहाँ होइन। दाजु हजुरको शुभ नाम के हो? दयाराम। हजुर दयाराम। दयाराम के? कुहार। मिलन चोकमा है मलाई। ल ओ यो कहाँको आएको यार? यो कहाँको आएको दाइ? यो कहाँको आएको? लोकल हो? कति रुपियाँ केजी हो? एउटा आँप दिन मिल्छ? होइन एउटा मात्रै मैले मागेको, पैसा दिने होइन मागेको। ल एउटा लिची पनि दिनु न यार, एउटा है। थ्याङ्क यू है। म बिना पैसाको यो लुम्बिनी भ्रमण गरिरहेको छु क्या। थ्याङ्क यू है। सो हाम्रो दाइहरूले चाहिँ उहाँहरूले चाहिँ एउटा आँप एउटा लिची है अनि दिनुभयो। भोक लागेको थियो, खुसी भइयो होइन तपाईँको। पैसा नहुँदाखेरि पनि लुम्बिनी गेट आइपुग्यो। सबै ठाउँमा लिफ्ट माग्दै माग्दै आएको हो होइन। अनि अब यहाँबाट पनि लुम्बिनीको लागि पनि फेरि म लिफ्ट माग्दैछु। भोक लागेको थियो, खाजा पनि मागेरै खाइयो। अनि बाटोमा त्यो उखुको जुसहरू बनाइरहेको रहेछ त्यो पनि मागेरै खाइयो। अनि म यसरी हिँडिरहेको भनेपछि जोस यतातिरको मान्छेहरू होइन एकदमै सपोर्टेड के। अनि मैले यसो गरिरहेको छु भने हुन्छ ल बाटोमा आँप बेचिरहनु भएको थियो। दाइ मसँग पैसा छैन, मलाई एउटा आँप खानु मन लागिरहेको छ भनेको। ल खानुहोस् गरे क्या। अनि मैले खाइदिएँ। अनि फाइनल्ली ठ्याक्कै हामी यो लुम्बिनी जाने गेटमा आइपुगे अवस्था हो यो, देख्न सक्नुहुन्छ। अनि यहाँनिर छ गेट। त्यसको साइडमा यतापट्टि गाडीहरू लाग्छ। अनि त्यहाँ गएर गाडीबाट चट्ट त्यहाँ जाने हो। अङ्कल सुन्नु न, म लुम्बिनी जाने हो होइन। अनि तर मसँग पैसा चाहिँ छैन, पैसा छैन त्यसमा। अनि म यस्तो हो क्या, म बिना पैसाको अहिले यात्रा गरिरहेको। लुम्बिनी म काठमाडौँबाट बिहान आएको होइन। नाइट बसले मैले बाटोमा 3 ठाउँमा खाना खाएँ बिना पैसाको। किनभने म अहिले बिना पैसाको यात्रा गरिरहेको क्या, विदाउट मनी। त्यसमा तपाईँहरूको हेल्प चाहियो क्या। अब
होइन बस्यो ल हस् ठिक छ थ्याङ्क यू हजुरको नाम भनिदिनु त एकचोटि राम नरेश यादव राम नरेश यादव लुम्बिनी जाने गाडी होइन ल थ्याङ्क यू ल हस् फाइनल्ली म चाहिँ गाडीमा बसिसकेँ बिना पैसाको लुम्बिनी गएर त्यहाँ इन्ट्री गर्न नि पैसा लाग्छ होला फेरि त्यहाँ पनि एकचोटि नमस्ते गरिन्छ धेरै धेरै धन्यवाद है ल हामीलाई फेरि यहाँ छोडिदिनु भयो अब यहाँबाट यतापट्टिको यात्रा सुरु हुन्छ हाम्रो किन घुमाइदिनुहुन्छ अनि ठिक छ घुमाइदिने हो पैसा छैन क्या साँच्ची लिटरली छैन बिना पैसाको लुम्बिनी टुर भनेर निस्किया हो क्या घरबाट नाइट गाडीले दुईटा ठाउँमा खाना सबै यसमा सबै कैद गरेर लिएर छु कि मैले ल हस् ल थ्याङ्क यू ल भेटेर राम्रो लाग्यो यहाँबाट सुरु हुन्छ लुम्बिनीको यात्रा यो सबैले यो रिक्साहरूले सबैले घुमाउने रहेछ भित्र यहाँबाट भित्र जाने नो पार्क ए अझै बन्दै रहेछ त स्पेसल्ली त नो भेहिकल इन्ट्री यहाँ पञ्चशील यहाँ चाहिँ हेर्नुपर्ने कुराहरू एकचोटि हेरेर जाऊँ न होइन थुप्रै छन् घुम्ने ठाउँहरू स्पेसल्ली हेर्ने भनेको त यो हो नि त होइन अनि अब यहाँ अहिले बन्दै रहेछ जे होस् काठमाडौँबाट हिँडेपछि विभिन्न ठाउँमा लिफ्टहरू माग्दै खान मन लागेको चिजहरूलाई खान्छु है भन्दै विभिन्न गर्दै फाइनल्ली लुम्बिनीभित्र प्रवेश गरियो अनि गर्मी अति है त्यही पनि हिँडिरख्या छ इच्छा भयो भने एउटा लक्ष्य लिएर हिँडेपछि हुँदो रहेछ भन्ने चाहिँ आधा आधी चाहिँ दिमागमा लाग्यो अहिलेसम्मको स्थितिमा चाहिँ होइन अनि म चाहिँ ठ्याक्कै अहिले यो मायादेवी मन्दिरमा आइसकेको छु बिना पैसाको ठ्याक्कै मायादेवी मन्दिर यो लुम्बिनी भनेर सर्च गर्ने बित्तिकै सबैभन्दा फर्स्टमा जुन फोटो आउँछ नि होइन त्यो फोटो चाहिँ यहीको हो साइडबाट खिचेको फोटो यही मायादेवी मन्दिरको हो अनि यतापट्टि चाहिँ यस्तो यस्तो ठाउँहरू छ म बिस्तारै घुम्दैछु चिल पारामा होइन घुमिरहेको छु यहाँ अरू के छ म देखाउँछु है गुरुबा नमस्कार ल मलाई यो मायादेवी मन्दिरको बारेमा चाहिँ अलिकति केही भनिदिनु पर्यो तपाईँले लुम्बिनी सालवनमा बुद्ध जन्मनुभयो अहिले बुद्ध जन्मेको ठाउँ गौतम बुद्ध भगवानको जन्मस्थल लुम्बिनी नेपाल हो भनेर अहिले विश्वले चाहिँ चिनिसक्यो र विश्व सम्पदा सूचीमा पनि लुम्बिनी परिसकेको छ सूचीकृत भइसक्यो र गौतम बुद्ध भगवानको जन्म लुम्बिनीमा जन्मेको र राजधानी चाहिँ कपिलवस्तु तिलौराकोट र मायादेवीको माइती चाहिँ रामग्राम देवदहा भनिन्छ पहिलो बच्चा जन्माउनको लागि आमाहरू चाहिँ माइती जाँदा क्रममा चाहिँ मायादेवीको आमाको नामबाट यो लुम्बिनी सालवन थियो लुम्बिनी सालवनमा मायादेवी आफ्नो पहिलो बच्चा जन्माउनको लागि यहाँ आराम गर्नुभयो उहाँले केही गर्मी महसुस भयो व्यथा महसुस भयो मायादेवीले यो तलाबमा स्नान गर्नुभयो यहाँ स्नान गरेपछि 26 र 27 पारा टेकेपछि पूर्व र उत्तर कोणमा एउटा सालको रुख थियो त्यसको झागा समातेर चाहिँ सिद्धार्थ कुमार बोधिसत्वलाई चाहिँ जन्म दिनुभयो जब सिद्धार्थ कुमार बोधिसत्वको जन्म भयो उहाँ 7 पाइला हिँड्नुभयो र 7वटा कमलको फुल आयो र 7औं कदममा रोकेर उहाँले 3 शब्द बोल्नुभयो कि म संसारबाट ज्येष्ठ हो म संसारबाट श्रेष्ठ हो म संसारबाट ज्येष्ठ हो यो मेरो अन्तिम जन्म हो म जन्मिनेवाला छैन त्यसपछि मायादेवीले चाहिँ यो तालाबमा स्नान गराउनु भयो त्यसको भित्र दुईटा इनार छ एउटा इनारबाट तातो पानी आयो एउटा इनारबाट चिसो पानी आयो दुईटैलाई मिक्स गरेर चाहिँ मायादेवीले चाहिँ सिद्धार्थ कुमार बोधिसत्वलाई चाहिँ जन्म दिनुभयो त्यसपछि बुद्ध जन्मेको ठाउँ यो भयो मायादेवीले बुद्धलाई बाटोमा जन्माउनु भयो अब माइके गएर के फाइदा छ उहाँ चाहिँ आफ्नो घर चाहिँ कपिलवस्तु तिलौराकोट फर्केर जानुभयो बुद्ध भगवानले चाहिँ 29 वर्ष चाहिँ हाम्रो देशमा बिताउनु भयो त्यसपछि उहाँले बोधगया भन्ने नामक स्थानमा तपस्या गर्नुभयो सारनाथमा उपदेश दिनुभयो कुशीनगरमा महापरिनिर्वाण भयो कुशीनगरमा मृत्यु भएपछि भनिन्छ सम्राट अशोकको उदय भयो सम्राट अशोक भन्ने राजा जुन हुनुहुन्थ्यो
त्यो आफ्नो विश्व राजकालको विषयको लागि लुम्बिनी सालवनमा आउनुभयो। यही नै बुद्ध जन्मेको हो भनेर उहाँले अशोका स्तम्भ गाड्नुभयो र अशोका स्तम्भमा के लेख्नुभयो कि म आफ्नो विश्व राजकालको विषयको लागि लुम्बिनी सालवनमा आयो। बुद्ध जन्मभूमि, बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपाल हो भनेर उहाँले प्रमाणित गर्नुभयो र मार्केट स्टोनको पूजाआजा गरी लुम्बिनी गाउँको चाहिँ 8 भाग चाहिँ ट्याक्स फ्री गर्नुभयो, मोनेस्ट्रीहरूको निर्माण गर्नुभयो। अब लुम्बिनी सालवनमा हामी किन जाने? गौतम बुद्ध भगवानको जन्मस्थलमा हामीहरू के पाउँछौँ भनेर अब प्रश्न आउँछ कि अहिले हजुरले भन्नुभयो कि म लुम्बिनी सालवनभित्र आउँदाखेरि मैले एउटा शान्ति पायो, फिलिङ गर्नुभयो? गर्नुभयो। अब विश्वले त्यही कुरा फिलिङ गरिसकेको छ, किनकि गौतम बुद्ध भगवानको जन्मस्थल लुम्बिनी नेपाल हो। अनि यो चाहिँ तपाईँले देखिरहनु भएको यो मायादेवी मन्दिर हो होइन। मायादेवी मन्दिरको भ्रमण गरेर भ्याइयो। त्यहाँ चाहिँ भगवान् गौतम बुद्धले चाहिँ जन्मेको फर्स्ट पाइला भनेर भन्दो रहेछ। एउटा पाइला चाहिँ त्यहाँ भिजिट गर्न पाइयो। अनि त्यसपछि त्यहाँ बाहिर हाम्रो पुजारी हुनुहुन्थ्यो, उहाँसँग मैले केही कुराहरू सोधेँ अनि उहाँले यसको इतिहासको बारेमा केही कुराहरू भन्नुभयो र मैले उहाँलाई यो कति मिटरमा फैलिएको छ भनेर सोद्धाखेरि चाहिँ उहाँले यसरी आन्सर दिनुभएको थियो कि सालवन जुन छ हजुरको 1155 बिघा छ। यसबाहेक यो यताबाट चाहिँ 3 माइल छ, 1-1 माइल गरेर डिभाइड गरेको छ। अहिले जुन ठाउँमा हजुरहरूले उब्नु भएको यो ठाउँलाई पवित्र उद्यान भनिन्छ। यही हो, लुम्बिनी आइयो, घुम्यो। अब यहाँको अरू स्पेसहरू पनि घुम्न बाँकी नै छ है। अनि यो ठाउँलाई चाहिँ त्यत्तिकै गौतम बुद्धको शान्तिको ठाउँ भनेको रहेन रहेछ कि। यहाँभित्र प्रवेश गर्ने बित्तिकै कस्तो फिल हुने कि है। अनि यस्तो शान्त हावा चलिरहेछ, यो के भन्नु के खै, यस्तो राम्रो ठाउँ छ क्या। अनि जे होस्, अब मैले चाहिँ यहाँ आइसकेपछि मेरो मनैदेखि चाहिँ के लाग्यो भने म अब केही समयपछि मेरो मम्मीलाई पनि मैले यो ठाउँ चाहिँ, मेरो मम्मीलाई बुवालाई चाहिँ यो ठाउँ चाहिँ मैले भिजिट गराउँछु भन्ने चाहिँ सोचेँ क्या। किनभने अब यस्तो राम्रो राम्रो ठाउँहरू छ होइन। अनि अब यिनी ठाउँमा चाहिँ म छिट्टै नै केही समयपछि मात्रै मैले बुवा मम्मीलाई लिएर आएर यो ठाउँ चाहिँ मैले घुमाउँछु भन्ने चाहिँ मैले अटोट गरेँ। फाइनल्ली म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि आइसकेको छु। अनि त्यो सँगसँगै घुमियो, लुम्बिनीका विभिन्न ठाउँहरू घुमियो होइन। अनि अब यहाँ आइसकेपछि चाहिँ यहाँ कस्तो छ त संरचना भनेर एकचोटि घुमिदिउँ भन्ने लागेको थियो क्या। अब भर्खर मात्रै अब यो जेठको 29 गतेबाट बल्ल विदेशको फ्लाइटहरू यहाँबाट फेरि सुरु हुने भनिरहेछ नि त। त्यही भएर यहाँ लुम्बिनी यत्तिकै पनि आइहाल्यो। अब यहाँको पनि एकचोटि घुमेर जाउँ त कस्तो बनेछ संरचना भनेर। यहाँ पनि पुग्यो भनौँ न होइन। अनि यहाँ पनि विभिन्न मान्छेहरूको लिफ्ट माग्दै आयो। अनि जे होस् राम्रो बनाएर रहेछ। अब विकास भएको रहेछ जे होस्। अनि खुसी लाग्यो, आफ्नो देशमा 2-2वटा इन्टरनेसनल एयरपोर्ट बन्यो होइन। अब केही दिनमा सुचारू हुँदैछ, राम्रो कुरा हो नि त।
फाइनली हामी एसियन बुद्ध होटलमा आइसकेको छौँ। हामी यहाँको जिएम सरसँग चाहिँ एक्चुअली ठ्याक्कै सरप्राइज दिन जाँदै हो कि खासमा। अनि के भन्नुहुन्छ अब यत्तिकै डाइरेक्ट गएर हेलो सर हामी आइपुग्यौँ भन्दाखेरि उहाँको रियाक्सन कस्तो हुन्छ होला। रिसेप्सनमा गइसकेपछि चाहिँ म डाइरेक्ट सरलाई चाहिँ सरप्राइज अनि कस्तो हुन्छ हेरौँ। नमस्ते, बसन्त सर हुनुहुन्छ? कहाँ हुनुहुन्छ? एकचोटि भेटौँ न। मेरो युवराज घिमिरे। म अहिले नाम चाहिँ नभनिदिनु, खासमा उहाँलाई सरप्राइजै दिनु खोजेँ हो। एकजना भेट्न आउँदा चाहिँ तपाईँलाई भनिदिनु न है। अनि यहाँ एकछिन हामी वेट गरौँ उहाँलाई। आइसकेपछि कस्तो रियाक्सन हुन्छ हेरौँ न। के भन्नुभयो? आउनुहुन्छ अरे? फर्स्ट फ्लोरमा जानु, ग्लास अफिस जानु होला। ए वहीँ माथि नै आउनु भन्नुभयो? ए हस्, यहीँ माथि, यहीँबाट माथि हो? ए हस् ल। सर नमस्कार। नमस्कार सर। आराम हुन्छ? ठिक छ, फाइन, गुड। राइट, कसरी सरप्राइज हो? तपाईँलाई सरप्राइजै दिउँ भनेर आएको। अति गर्मी भयो, भित्रै बस्नु है। कति टाइमपछि भेट भयो सर हाम्रो? भयो 5 महिनापछि। त्यति भयो होला। 5 महिनापछि। अहिले बुटलतिर उस गर्न आएको थियौँ क्या, लुम्बिनीतिर घुम्न भनेर आएको थियौँ खासमा। अनि त्यो पनि कस्तो भने बिना पैसाको मजा रिक्स उठाइदिएँ क्या मैले। बिना पैसाको लुम्बिनी पुरै घुमेर आउँछु भनेर गाडीमा, त्यो नाइट गाडीमा, अनि यहाँको साइकल धरि चढेकै लिफ्टमा त। अनि एकचोटि घुमेर चाहिँ आउँछु भनेर अनि 1 रुपियाँ पनि नबोकेर हुन्छ लाउनु। कलाकारले कलाकार बनाइदिँदा बन्नु पर्यो नि। ल बनाउँछ पोज दिनु सर, एउटा पोज दिनु। यो त लेख्दैछु त म। ल खाए पोज दिनु न के? पोजमा मैले दिइरहेको छु, लेखिरहेको छु हो। अनि अब मैले के सिकाउनु पर्छ? भयो त अनि त्यति। अहिले त कथाले माग्ने कुरो के छ क्या त मलाई होइन। कथा हाल त म यहाँ अरू कथाले के माग्छ त्यो चाहिँ मलाई थाहा छैन। ल लेखिरहनु नि त एक्चुअली। अब एकचोटि हेर्नु होइन। अब अरू कुरा के भन्नुहुन्छ? यो चाहिँ तपाईँले यता हेरेको, यो चाहिँ तपाईँले लेखिरहेको, ठिक छ? चस्मा लगाएर देख्यो भने चाहिँ कुरो बिग्रिन्छ। हजुर, चस्मा लगाएर देख्यो भने चाहिँ कुरो बिग्रिन्छ। बरु फोटै राम्रो चिटिक्क खिच्यो भने चस्मालाई यहाँ ठ्याक्कै चस्मा यहाँ राख्ने होइन। यहाँ यस्तो लगाएर राख्नुहुन्छ। म सबै फ्रेमै आउने गरेर खिच्छु है त। हाँस्नु नि सर, अब कहाँ हो नाचे फोटै छैन। धन्य आइसकेको थिएँ। हाँसो पनि कम, 2.5 करोडको हाँसो छ यार। के साह्रो गमिलो हाँस्नु हो तपाईँ। फाइनली सरलाई हामीले सरप्राइज दिने भन्दा भन्दै ठ्याक्कै सरसँग भेट भयो। अनि सर कस्तो लाग्यो? ठिक छ, राम्रो छ, भेरी नाइस। तपाईँको निम्तलाई हामीले सर स्वरूपमा स्वीकार आइपुग्यो। ठिक छ, धन्यवाद। अब यहाँको अब आइदिनु हो, बस्दिनुहोस् होइन, खाइदिनुहोस्। When I am waiting for the order at the hotel. सो यहाँ आइसकेपछि चाहिँ अनि खाजासाजा खाइयो। खाजासाजा खाइसकेपछि अब हामी यहाँबाट निस्किन आँटेको। अनि सो अब यतिन्जेलसम्म चाहिँ बिना पैसाको चाहिँ म लुम्बिनी घुमेर आउँछु भनेर हिँडेपछि चाहिँ यहाँ आइयो। आइसकेपछि चाहिँ यहाँ एकजना हाम्रो यहाँको जिएम सरलाई चिनेको थियो कि, अनि उहाँ सरको थ्रुबाट चाहिँ उहाँ सरलाई सरप्राइज नै दिन्छु भनेर त्यसपछि डाइरेक्ट आइयो। कल पनि नगरिकन, फोन नि नगरिकन डाइरेक्ट आइयो। त्यसपछि यहाँ आएर अनि जे मन लाग्छ खाएर जाऊ भन्ने कुरा भयो। त्यसपछि खाइयो। हाम्रो ब्रोले एकदमै मिठो बनाएर लिएर आइदिनु भएको थियो, खाइयो होइन। त्यसपछि अब विदाउट मनी हिँड्दाखेरि नै आफूले एकदमै च्यालेन्ज लिएर हिँडे हो। त्यति गर्दाखेरि जे होस् यहाँ आएर
एसियन बुद्ध होटल 4 स्टार होटल होइन अनि यहाँ आएर 4 स्टार लग्जरी हजुर अनि यहाँ आएर सरलाई चिनेकै भरमा यसो भनेपछि ल जे मन लाग्छ खाएर जाऊ भन्नुभयो सरले र अनि यहाँ आएर खाएर अब यहाँबाट हामी काठमाडौँतिरको प्रस्थान गर्दैछौँ थ्याङ्क यू ब्रो है थ्याङ्क यू सो मच ल अनि अब यहाँबाट निस्किन आँटेको अनि अब यहाँबाट मेरो जुन च्यालेन्जको यात्रा थियो त्यसलाई फेरि एसियन बुद्ध होटेलले एक स्टेप थपिदिनु भएको छ मेरो यात्रा अझ सहज भएको छ त्यसको लागि यहाँको सर र होटेल एसियन बुद्धलाई एकदमै धेरै धेरै धन्यवाद मेरो विदाउट मनी यात्रालाई पनि तपाईँहरूले एकदमै धेरै सहज बनाइदिनु भयो अन्तमा के भन्नुहुन्छ सर मेरो नाम चित्र गुरुङ हो हजुर म चाहिँ यहाँ रुम डिभिजन म्यानेजर हजुर काम गर्छु अनि म चाहिँ फ्रन्ट अफिस प्लस हाउसकिपिङ ड्युटी डिपार्टमेन्ट छु हजुर अनि त्यो बाहेक हाम्रो चाहिँ 4 स्टार लग्जरी होटल हो अहिले नयाँ छ अहिले हाम्रो अनि सफ्ट ओपनिङ मात्र हो ग्रान्ड ओपनिङ यो स्टार्ट भएको चाहिँ कति भयो यो यहाँ ओपनिङ भएको भएको अहिले हाम्रो अलमोस्ट 10 महिना जस्तो भयो ए भर्खरै भएको ए अझै हाम्रो यो सफ्ट ओपनिङ मात्र हो ए ग्रान्ड ओपनिङ भएको छैन ए ग्रान्ड ओपनिङ लाग्नै छ ए अलमोस्ट अहिले त हाम्रो गेस्टहरू धेरै मन पराउनुहुन्छ खाना ए होइन एकदम राम्रो लाग्यो यो माथिको रुमहरू पनि एकदमै आनन्द क्याटेगोरी पनि हाम्रो त्यही अनुसारको छ ट्रिपल बेड पनि भयो ए अब फ्यामिली रुमहरू भयो सबै खालको रुमहरू सबै खालको छ टोटलमा 36 वटा कोठा चाहिँ अहिले रुमहरू चाहिँ अहिले रनिङमा रहेछ 42 वटा रनिङ छ अनि एउटा चाहिँ बन्दैछ हनीमुन सुइट चाहिँ बन्दैछ टोटल हाम्रो यो बिल्डिङमा 43 वटा रुम हो ए 42 चाहिँ अलरेडी 42 चाहिँ अहिले रनिङै छ ए हस् ल हुन्छ सर धन्यवाद मेरो विथआउट मनीको हस् सर ल मेरो विथआउट मनीको मेरो विथआउट मनीको ट्राभललाई पनि एकदमै धेरै सहज गराइदिनु भयो एसियन बुद्ध होटल लुम्बिनी यो चाहिँ एयरपोर्ट र आँखा त हेर्नु न मैले यो एयरपोर्ट र भएर त्यो जुन अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ त्यसको नजिकै पर्छ यो चाहिँ अनि एयरपोर्ट जानलाई यहाँबाट समथिङ 1.5-2 किलोमिटर जति होला एसियन बुद्ध होटल तपाईँहरू देख्न सक्नुहुन्छ अनि यहाँ बस्यो अनि पैसा 1 रुपियाँ नहुँदाखेरि नि 4 स्टार होटलमा बसेर खाएर अनि अब यहाँबाट निस्किन लागेको यहाँबाट काठमाडौँतिरको यात्रा मेरो चाहिँ हाम्रो भन्न आइहाल्छ कि पहिल्यैदेखि हाम्रो भनेर अनि मेरो चाहिँ अब यात्रा यहाँबाट तय हुँदैछ अनि आउने बेला नि लिफ्ट माग्दै आएको फेरि जाने बेला नि लिफ्ट माग्दै नमस्कार हजुर यस्तो हो भन्दै जानुपर्छ है तिर यो टाइगर प्यालेस जाने बाटो छ नि हो त्यहाँसम्म मात्रै जानु पर्ने ल गरौँ पैसा छैन फेरि पैसै छैन हुँदैन अब म चाहिँ विदाउट मनी लुम्बिनी ट्राभल गर्न हिँडिरहेको हो कि त्यही हुन्छ कि नै ल काठमाडौँ फर्किँदै गर्दाखेरि भैरवमा अनि गाडीमा चढ्दै गर्दाखेरि यो चढ्दै गर्ने गाडी चाहिँ यो हो अनि ब्रोले यहाँ मकै पोलिरहनु भएको रहेछ हामी चाहिँ विदाउट मनी ट्राभल गरिरहेछौँ भनेपछि चाहिँ एउटा मकै खानु त भनेर हाम्रो ब्रोले एउटा मकै खुवाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद ब्रोको नाम भनिदिनु न त विवेक बनिया विवेक बनिया हो अब यतातिर चाहिँ यता ट्राभल गर्दाखेरि चाहिँ के भयो भने कस्तो राम्रो मान्छेहरू के अब म यसो गरेर हिँडिरहेछौँ भनेपछि ल हुन्छ नि त यसो अब सक्ने जति चाहिँ एकदमै सहयोगी भावना भएको मान्छेहरू भेटाइयो के होइन यसमा चाहिँ हामी एकदमै धेरै खुसी छौँ बेस्ट अफ लक प्रो प्रगति हुँदै जाओस् मकैहरू एकदमै धेरै दिनुहोस् है फाइनली हामी भैरवबाट अहिले चाहिँ ठ्याक्कै नवलपरासी जाँदै हो नवलपरासी जाने बेलामा चाहिँ बिचमा हामीलाई दाइहरूले चाहिँ फ्रीमा लिएर आइदिनु भयो दाइको शुभ नाम सन्तोष श्रेष्ठ दाइको उहाँ चाहिँ चालक हुनुहुन्छ उहाँ चाहिँ सहचालक हुनुहुन्छ अनि पैसा छैन यसो उसो भनिसकेपछि चाहिँ उहाँले फ्रीमै लिएर आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है दाइ गयो है दाइ ल अनि अब यहाँबाट घुमाइको गाडीमा चढ्नुपर्छ घुमाइको गाडी यहीँबाट आउँछ भन्ने कुरा भयो अब यहीँबाट आइसकेपछि अब यहीँबाट घुमाइको गाडीमा चढेर त्यहाँ पनि नमस्ते गरेर लिफ्ट मागेर चट्ट जानुपर्छ है